अब अरूले देखाएको बाटोमा होइन, अरूले दिएको उधारो उज्यालोमा पनि होइन। अब आत्मनिर्भर अर्थतन्त्रको नेपाली बाटो निर्माण गरौँ। विकासका लागि सुशासन अपरिहार्य छ, तर सुशासन राज्यको दमन वा त्रासबाट मात्र सम्भव हुँदैन। बन्दुक देखाएर वा जेल देखाएर मात्र हुँदैन। यसका लागि बलियो प्रणाली र पद्धतिको विकास आवश्यक हुन्छ। यदि समाजको एउटा तबका भोकै छ, एउटा वर्ग अपमानित छ र अर्को क्षेत्र उपेक्षित छ भने ती चिल्ला सडकहरूको के अर्थ? यो अपमानपूर्ण परनिर्भरताको भारी बोकेर देश गन्तव्यमा पुग्न सक्दैन। बजारको कुरा गर्छौ र वितरणका सुन्दर सपनाहरू सहजै बाँड्छौ, तर प्रश्न उठ्छ, जब उत्पादन नै छैन तब बजार र वितरणको मात्रै सपना बाँडेर हुन्छ के? म अनुरोध गर्न चाहन्छु, अब अरूले देखाएको बाटोमा होइन, अरूले दिएको उधारो उज्यालोमा पनि होइन। अब आत्मनिर्भर अर्थतन्त्रको नेपाली बाटो निर्माण गरौँ। त्यो हो उत्पादनको बाटो। विकासका लागि सुशासन अपरिहार्य छ, तर सुशासन राज्यको दमन वा त्रासबाट मात्र सम्भव हुँदैन। बन्दुक देखाएर वा जेल देखाएर मात्र हुँदैन। यसका लागि बलियो प्रणाली र पद्धतिको विकास आवश्यक हुन्छ। विधि र थितिमा स्थापित सुशासन नै दीर्घकालीन बन्न सक्छ। सम्माननीय सभामुख महोदय, हामी प्राय संविधान, सुशासन, विकास र समृद्धिका बहसहरूमा केन्द्रित हुन्छौँ, तर माटो र भौतिक संरचनाको कुरा गरिरहँदा हामीले छुट्याइरहेका हुन्छौँ। त्यो हो मान्छे। यदि समाजको एउटा तबका भोकै छ, एउटा वर्ग अपमानित छ र अर्को क्षेत्र उपेक्षित छ भने ती चिल्ला सडकहरूको के अर्थ? समृद्धिको अर्थ भौतिक विकास मात्र होइन र समृद्धिको अर्थ भौतिक विकास मात्र होइन, बरु प्रत्येक मान्छेको आत्मसम्मान वृद्धि गर्नुपर्ने। जबसम्म कुनै पनि नागरिकको मनमा यो देश मेरो पनि हो र भन्ने संशय भइरहन्छ, तबसम्म हाम्रो विकास अधुरै रहिरहन्छ। सामाजिक न्यायलाई उपेक्षा गर्नु भनेको अर्को एउटा अप्रिय सङ्घर्षलाई निम्तो दिनु। त्यसैले हामीले केवल नारामा मात्र होइन, नीतिगत र व्यावहारिक रूपमै यो विभेदको खाडल पूर्ण हेला गर्नु हुँदैन। नेपाली महिलाहरूले आफूलाई घरको चौघेरामा मात्र सीमित होइन, राज्यको हरेक तह र निर्णय प्रक्रियामा नेतृत्वदायी सहयात्री महसुस गर्न सकुन्। जात व्यवस्थाबाट, ऐतिहासिक अन्यायबाट पेलिएका दलित समुदायले अब दलनबाट पूर्ण मुक्ति र सम्मानजनक सहभागिताको अनुभूति गर्न सक्नु। मधेसी, आदिवासी, जनजाति, थारू लगायतका कुनै पनि नागरिकको मनमा यो देश मेरो पनि हो र भन्ने प्रश्न होइन, यो देश मेरो गौरव हो भन्ने गर्व जागृत होस्। कर्णालीवासीले काठमाडौँलाई टाढा होइन, नजिक सम्झिउन्। सुदूरपश्चिमले काठमाडौँबाट दूर होइन, सँगसँगै हिँडिरहेको अनुभूति गर्न पाइयोस्। मैले समितिको बैठकमा पनि भनेको छु, राज्य वा सरकार सबैभन्दा बढी उनीहरूलाई चाहिन्छ जसको केही छैन र कोही छैन। अन्य सदस्य आफ्नो भनाइ छोटाए कोही नहुनेको लागि राज्य हुन्छ भन्ने मान्यताले नै विधिको शासनलाई जीवन्त, चिरस्थायी र बलियो बनाउँछ। त्यसैले मेरो आग्रह छ, त्यसकारण भौतिक पूर्वाधारहरू जति भव्य बन्छ, ठिक त्यसै गरी सबैका आत्मसम्मान पनि उत्तिकै भव्य बनाइदिने गरी नीति निर्माण गरियोस्। धेरै धेरै